हाई गाइज, आज चाहिँ हामी रातमाटेको यो त्रिखण्डी भन्दा अलि तलै रातमाटेको झरनामा आएको छौँ। आज हामी अस्ति चाहिँ हामी उता सान्टार गएको थियौँ खेल्नको लागि आमाहरू। आज चाहिँ बच्चाहरूले एकदम जिद गरेको भएर बच्चाहरूको लागि हामी आज यहाँ खेलाउन लिएर आएको। एकदम चिसो पानी, झरना, खोला, पहाड, एकदम स्वच्छ हावापानी, एकदम राम्रो, यो अर्ग्यानिक, एकदम राम्रो। आउनु होला। नयाँ बच्चाहरू खेल्दैछ। ल ल ल बोल तिमी, ल भन ल। यहाँनिर चाहिँ कस्तो चिसो पानी छ। अनि हजुरहरूलाई पनि खेल्न मन छ भने आउनु। यहाँ चाहिँ एकदमै मजा आउँछ है। एकदम चिसो। अनि हाम्रो चाहिँ सानो माछा पनि छ है। यहाँबाट अब म माथि लान्छु ल। माथि यहाँ कस्तो राम्रो छ क्या, छुट्टै ठाउँ छ क्या यहाँ माथि। हो राम्रो के नआउ छोरो, तिमी लड्छ चिप्लेर लड्छ है भनेको मान है। यस्तो यो भित्र बढाएको छ क्या। यस्तो खोला, पहाड, झरना, अब यहाँबाट म यता पल्लोपट्टि जाने प्रयास गर्दैछु। एकदम केयरफुल भएर, एकदम होसियार भएर हेर्नुपर्छ है। फेरि यहाँबाट चाहिँ उहाँ तल। हाई बहिनीहरू, कस्तो छ, कस्तो लागिरहेछ? ठन्डा छ? बाबु तिमी चाहिँ एकदम राम्रोसँग बिस्तारै जाऊ है। अघि हामी यतापट्टि थियौँ, अब यतापट्टिबाट यताको खोल्सामा हामी जाँदैछौँ है गाइज। यहाँको तपाईँहरूलाई म सबै देखाउँछु है। यहाँबाट यसरी झरेको छ है यो झरना चाहिँ। यहाँबाट मेली हो चिप्लो छ है, चिप्लो। मुनि भित्र पहाडको त्यो ढुङ्गाको चेपबाट चाहिँ आएको छ है पानी। एकदम यो ढुङ्गाको चेपबाट, सहरी कोलालबाट एकदम भित्र आराम, एकदम राम्रो। होइन त्यहाँ पानी झरिरहेको छ अन्डरग्राउन्ड हुँदै, फेरि यहाँ झरे खायो यो पानी। यहाँ छैन, माथि सानो छ त्यो ठुलो। अनि यहाँबाट एकैचोटि यहाँ निस्क्या अनि पहाड। धेरै नै रमाइलो छ, आउनुहोस् है तपाईँहरू पनि।